अब यहाँ सबैभन्दा इम्पोर्टेन्ट एस्पेक्ट के हो भनेदेखि उनलाई त्यो सिटमा बाँधिराख्ने काम चाहिँ सिट बेल्टले गरेको। मैले आज तपाईँको लागि यो कुरा किन भनिरहेको छु भनेदेखि हामीलाई अत्यन्त धेरै हतार हुन्छ। एउटा प्लेनभित्र जान हतार हुन्छ, अर्को प्लेन कतिखेर उड्ला भन्ने हतार हुन्छ, अर्को प्लेन उड्न पाएको छैन, जमिन छोड्न पाएको छैन, टेक अफ गर्न पाएको छैन, हामीलाई सिट बेल्ट खोलेर टोइलेट जान हतार हुन्छ। त्यसपछि जब प्लेन ल्यान्ड गर्छ, जमिन छुन्छ, स्पेसली काठमाडौँमा ल्यान्ड गर्दाखेरि मैले धेरै पटक देखेको छु, त्यो ल्यान्ड गर्न पाएको हुँदैन, हामीलाई सिट बेल्ट खोलेर सुटकेस झिक्न हतार हुन्छ। एज इफ हामीलाई जति हतार यो संसारमा कसैलाई पनि छैन। दुर्घटना हुने बेलामा दुर्घटना जानकारी दिएर पनि आउँदैन। हेर्नुस् त, यो जुन अहिलेको दुर्घटना छ, यो दुर्घटना माथि उडिरहेको बेलामा भएको दुर्घटना होइन नि त। यो त मुनि